हेलो साथीहरू, के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला भन्ने आशा राख्दछु। हिजो चाहिँ शनिबार म धुरन्धर फिल्म हेर्न गएको थिएँ। पार्ट 2 वाला सुरुको पनि हेरिसकेको थिएँ, त्यो नयाँ हलमा हेरेको थिएँ। आज चाहिँ सेकेन्ड पार्ट चाहिँ मैले पुरानो हलमा हेर्दैछु, किनभने पुरानो हल यहाँभन्दा नजिक पर्छ। सो त्यही भएर केही पनि छैन। हिजो शनिबार चाहिँ पानी परिरहेको थियो, त्यही भएर मजाले ऊ पनि भएन, भिज्दै भिज्दै गएको। त्यही माथि पनि भैयालाई जबरजस्ती लैजाएर गएको। भैया जानु मान्दै थिएन, त्यही पनि जबरजस्ती जम भनेर हेर्नु गएको। किनभनेदेखि फिल्म पनि एकदमै धेरै लामो थियो, 3-4 घन्टाको। त्यही माथि पनि लामो भए पनि राम्रै, अरू फिल्महरू जस्तो थिएन, त्यस्तो अल्छी लाग्दो। किनभने पुरानो पनि मैले हेरेको थिएँ, एकदमै धेरै राम्रो थियो। त्यही भएर फेरि पनि जबरजस्ती भैयालाई लिएर गएको। एकदमै धेरै भैया चाहिँ अल्छी छ, त्यही भएर शनिबार उसको छुट्टी थियो, त्यही भएर हेर्न गएको। सबैजनालाई